हेलो नमस्ते साथीहरु, म रमेश कमरेड। तपाईहरुले चाहिँ फेसबुकमा भिडियो बनाउनु भन्दा पहिला एकचोटी यो मेरो भिडियोलाई हेरेर मात्र बनाउनु होला। फेसबुकमा जति पनि तपाईले डान्स गर्नुहुन्छ गीतमा अनि भिडियो बनाउनुहुन्छ, किनकि त्यो डान्स भिडियो अरूको म्युजिक हो हैन, आफ्नो डान्स त हुन्छ अरूको म्युजिक हो, त्यो भएर हाम्रो फेसबुकले मोनेटाइज चाहिँ छिटो दिदैन। तपाईहरुले चाहिँ आफ्नै ओरिजिनल कन्टेन्ट बनाउनु भयो भने, आफ्नै भोइसबाट बनाउनु भयो भने फेसबुकले पनि एकदमै छिटो कन्टेन्ट मोनेटाइजेसन दिन्छ र हामीले त्यहाँबाट केही पैसाहरू निकाल्न सकिन्छ। तपाईहरुले पनि यसरी नै भिडियो बनाएर फेसबुकबाट पैसा कमाउनु हुन्छ भने यो हाम्रो फेसबुक पेजलाई फलो गरेर नयाँ नयाँ फेसबुक बारे भिडियो जानकारी पाउनको लागि हाम्रो फेसबुक पेजलाई फलो गरेर जोडिनु होला। त्यो आफूले फेसबुकबाट डान्स गरेर भन्दा पनि यताउति एक्टिङ गरेर भन्दा पनि आफ्नै भोइसले बनायो भने एकदमै राम्रो हुन्छ। तपाईहरु चाहिँ आफ्नै भोइसले बनाउनु होला। फेरि अरु कुराहरु केही जान्न चाहनुहुन्छ भने हामी केही भिडियो अरु पनि ल्याउने छौं। अहिलेको लागि हस्त, धन्यवाद।